हेलो एभ्रिवान, नमस्ते सबैलाई। आजको हाम्रो यात्रा तेह्रथुम जिल्लामा रहेको पाथिभरा मन्दिरसम्म धनकुटाको सिराङ बजार भएर हामी यो देब्रेबास हाइवे निस्क्यौँ र त्यहाँबाट अगाडि बढ्दै हिलेतर्फ लाग्यौँ। धनकुटा बजारबाट मात्र 18 किलोमिटरको दूरीमा रहेको र आधा घण्टामा हामी सजिलै हिले बजार पुग्यौँ र त्यहाँ रहेको यो तोङबाको शालिगलाई एक फन्को मारेर हिले बजारबाट अगाडि बढ्यौँ। हिले बजारबाट केही माथि रहेको यो गुराँसे भन्ने ठाउँमा एकछिन बाइक रोक्यौँ र यो होटलमा तातो मिठो पोर्क थुक्पा खायौँ र फेरि हामी हाम्रो राइड कन्टिन्यू गऱ्यौँ। ट्राभल गर्दा बाटोमा देखिने यस्तो रमाइलो दृश्यहरू हेर्दै हामी रमाइलो गर्दै अघि बढ्दै रह्यौँ। अब हामी जोरपाटी भन्ने ठाउँ आइपुग्यौँ र त्यहाँबाट फेरि अगाडि बढ्यौँ। पाटी बजारबाट केही बेरको यात्रामा हामी सिद्धुवा बजार पुग्यौँ र यहाँ रहेको काउलीको शालिग छेउबाट अगाडि बढ्यौँ। त्यहाँबाट केही बेरको यात्रामा पुग्ने यो पोखरी भएको बजारलाई चित्रे बजार भनिँदो रहेछ। अब हामी यहाँबाट अगाडि बढ्यौँ। त्यसपछि हामी आइपुग्यौँ यहाँको प्रसिद्ध पर्यटकीय बजार बसन्तपुर बजार पुगेर हामीले होटल याकमा एकदम मिठो लोकल खाना खायौँ र फेरि आफ्नो यात्रा कन्टिन्यू गऱ्यौँ। र त्यसपछि हामी यो टुटे देउराली भन्ने ठाउँ आइपुग्यौँ र यहाँबाट राइट लागेर तिनजुरेतर्फ लाग्यौँ। सी लेभलबाट 3680 मिटरको उचाइमा रहेको चारैतिर गुराँसको रुखले ढाकिएको यस तिनजुरे क्षेत्र यहाँको एक प्रसिद्ध टुरिस्ट डेस्टिनेसनको रूपमा रहेको छ। केही बेर त्यहाँको भ्यू हेरेपछि हामी फेरि आफ्नो गन्तव्यतर्फ उकालो लाग्यौँ। त्यहाँबाट केही बेरको यात्रामा हामी पुग्यौँ यो गुरबेसी भन्ने ठाउँ र बाइक पार्किङ गरेर लाग्यौँ हामी पाथिभरा मन्दिर दर्शन गर्न। उकालो बाटोमा सिडी चढ्दै हामी यहाँको रमणीय दृश्यहरू हेर्दै अगाडि बढ्यौँ। लगभग 15-20 मिनटको हिँडाइपछि हामी आइपुग्यौँ पाथिभरा देवी मन्दिर रहेको स्थानमा। समुद्री सतहबाट 3794 मिटरको उचाइमा रहेको यस पाथिभरा देवी मन्दिर धार्मिक रूपमा मात्र नभएर पर्यटकीय रूपमा पनि एकदमै महत्त्वपूर्ण क्षेत्र रहेको छ। यहाँबाट देखिने रङ्गी बिरङ्गी गुराँसका वनहरूको दृश्य